traditional dance performed by the Tara region of Nepal. People in the Tara region perform this dance to celebrate the farming season and to thank nature for a good harvest. In this dance, people show the work of farmers like plowing, planting and cutting crops. The dance shows the hard work, joy and unity of village life. It is an important part of our culture. On this joyful note, we, the students of grade 8 Mercury, proudly present the Kistani Nach, a lively dance that celebrates the spirit of our farmers. Let's rejoice together in their hard work and happiness. Thank you. नमस्कार, मेरो नाम सिमन्स भण्डारी हो। म कक्षा युकेजीमा पढ्छु। अब हामी सबै मिलेर एउटा नाच देखाउँदैछौँ। हजुरहरूलाई पक्कै मनपर्छ होला। धन्यवाद।
माया तिम्रो घरको बरगल्लीमा कुर्दैछु हेर्न तिमीलाई हल्ला भो सारा यो सहर गल्ली गल्लीमा जिस्काउँछन् सारै नि मलाई उसको एक झलक मुस्कानले मार्यो नि मायाले चल्ती में अंदाज फरक मार्यो नि मायाले खेल सन जब यीशु बताशमा from grade 1 Markari. I am Anushree Naharki from grade 1 Markari. We are coming on the stage with our friends to entertain you with our dance. Loi chuli batne lai, bato ki dasne lai, lai jau lakcha. Thank you. Ilahi,
लैजाऊ लाग्छ लैजाऊ लाग्छ टाढेको साइड हो र के गर्नु बाध्यताले झोला बोकेर परदेशतिर लाग्ने विवश भयो। तिमीलाई त्यस्तो के बाध्यता पर्यो र के त्यसको समाधान छैन? मेरो पीडा कसले बुझ्छ? परिवार समाज र देशको मायामुखभरि उडाउँदै पनि परिवारको आवश्यकता पुरा गर्न नसक्दा यस्तो निर्णय लिन पुगे। के गर्नु, देशको अवस्था पनि यस्तो छ। तिमी जस्ता हाम्रा युवाहरू अवसर नपाएर विदेशीको दास बन्न पुगेका छ। जाने बेला मैले पनि हात हल्लाएर भाइ भन्न भए के नै गर्न सक्छु र सम्झनाको लागि नेपालीको छिनो लिएर जाउँ है। जहाँ पुगे पनि नेपालीको गौरव एउटा विजय उच्च राख्नु ल। यो तिम्रो चिनो यो सिरानीमा सजाएर राख्नेछु। मेरो तर्फबाट पनि यो जाली रुमाल चिनो राख है। आउनुहोस्, छुट्टिने बेलामा सम्झना बिर्सना ज्याउरे गाउँदै एकछिन नाचौँ। नमस्कार, हामी कक्षा 6 भेनसका साथीहरू पनि यही परिवेश झल्कने ज्याउरे गीतमा नृत्य प्रस्तुत गर्न गइरहेका छौँ। हजुरहरू पनि नृत्य हेरेर प्रशस्त मनोरञ्जन लिनुहोस् है। धन्यवाद। अब बिहानको मिरमिर हुन लाग्यो। उज्यालो हुँदा रामदी पुल पुगिन्छ कि हामी त लाग्यौँ है सोचिनी। लौजाम ठुला झोलाबोक ठुला झोलाबोक। एकैछिन हजुर सोल्टी जाने बेला अरू केही चिनो दिन सक्छौँ र यो एउटा नेपालको टोपी चिनो लिएर जानु होला है। यसलाई सधैँभरि सम्झिराख्नु होला है सोल्टी। ओहो कस्तो राम्रो, म सधैँभरि सम्झिरहन्छु यो टोपीलाई। सिरानी मुनि राखिरहँला। अनि सोल्टिनी छुट्टिने बेलामा सम्झना बिर्सना हामीले पनि केही दिन पाइएन। यही जाली रुमाल सोल्टीको सम्झना सम्झेर राख्नुहोस् है सोल्टिनी। भइहाल्छ नि सोल्टी, म पनि यो जाली रुमाल सधैँभरि सिरानीमा राख्नेछु है सोल्टी। एउटा कुरा नि सोल्टी, समय अझै बाँकी छ। भोलि बिहान घाम झुल्किने बेला गए हुँदैन। अझै मजाले एकछिन रमाइलो गरौँ न। हुन त हो सोल्टिनी, रात अझै बाँकी छ। तर नतुना रेल भेट्न छिट्टै पुगिन्छ कि भनेर हो।
अब भनिहाल्नुभयो अझै 1-2 घडी रात बाँकी नै रहेछ मजाले झ्याउरे नाच्नु पर्ला कि कसो हो ठुला त्यो त हो त्यसै गर्नु पर्ला त्यो पल्ला घरे साइलाको घरमा नाचेको झ्याउरे नाच्छ है सोल्टिनी लौ साइला अब चाहिँ झ्याउरेको मादल ठोकै साइला ठोक ए साइली माइली तिमीहरू पनि यो गुन्डी चकटीहरू उता राखेर मजाले नाच है यदि साँच्चै सुख शान्ति र समृद्धि चाहिन्छ भने प्रत्येक घरमा म जस्तै छोरी चाहिन्छ हजुरहरूलाई त सजिलै छ नि घर गयो 2 थाल भात पचायो सुत्यो आफू खाना खानुभन्दा अगाडि 2 चम्चा गाली नै खाइन्छ पढ्नु सर्नु छैन एनुअल कन्सर्ट भने हिँड्यो भोलि त्यहाँ जातमा फेल होस् न मैले जानेकी छु फेरि यदि मैले एनुअल कन्सर्टमा भाग नलिएको भए फलानाको छोरीले सानै उमेरमा भाग लिएर दर्शक हँसाइसकी तया छिमेकी हँसाउँदैबस् यसलाई भन्छ जे गरे नि सुख छैन ए मेरी पासै फेरि हामी बच्चाहरूलाई फलानाका बच्चाहरूसँग दाजेरै हैरान फलानाका बच्चाले एसईमा A+ ल्याएछ तैँले त त्यही आलु त ल्याउने होला नि एसई आउनु कहिले कहिले गाली खानु अहिले अब बच्चाहरू त भगवानकै रूप हो यिनीहरूले झुटो बोल्दैनन् भन्थे तर म भन्छु बच्चाहरू भन्दा झुट अरू कसैले बोल्दैन घरमा मम्मी नभएको बेला बाबाले टुच्चा लाउनुहुन्छ फेरि मम्मीलाई भन्यो भने फ्रुटी खान पाउँदैन बोल्नु परेन त झुट फेरि घरमा बाबा नभएको बेला मम्मीले महँगो महँगो कपडा किन्नुहुन्छ नानी बाबाले सोध्नु भए पनि मम्मीको साथीले गिफ्ट त्यहाँ भन ल म तिमीलाई डेरी मिल्क दिन्छु अब स्कुलमा हामीलाई ठुलाले भनेको मान्नुपर्छ भनेर सिकाउँछ बोल्नु परेन त झुट हामी बच्चाहरूले त झुट बोल्न मात्र होइन घुस खान पनि घरबाटै सिकाएको हो कि त्यसपछि जागिरमा घुस खान मन लागिहाल्छ नि जस्तै एउटा उदाहरण लिऊँ न कक्षा शिक्षकले विद्यार्थीलाई भोलि स्विमिङ लाने भनेर 100 रुपियाँ उठाउनु 100 रुपियाँ माग्छन् बच्चाहरू आमाबाट गएर भोलि स्विमिङ लाने भन्दै 500 रुपियाँ माग्छन् त्यही भइहाल्यो 400 रुपियाँको घुस फेरि आमा चाहिँ बाबाबाट गएर स्विमिङ लाने भन्दै 1,000 माग्छन्
बुढाबुढी र केटाकेटीको बुढाबुढी र केटाकेटी उस्तै हो भन्थे हो रहेछ कसरी भन्नु न बुढाबुढीलाई पनि सुगर र प्रेसर केटाकेटीलाई पनि सुगर र प्रेसर झन् केटाकेटीलाई त कति सुगर बिहान उठ्यो सुगर पानी खायो सुगर सुत्ने बेला सुगर कहिलेकाहीँ त बिस्तारमा पनि सुगर अब प्रेसरकै कुरा गरौँ न पाइलट बन्ने प्रेसर इन्जिनियर बन्ने प्रेसर हुँदाहुँदै अभिभावकलाई हँसाउनु पर्ने प्रेसर हजुरबाहरूको प्रेसर त औषधि खाएर निकै हुन्थ्यो नि हामी के खाने ताली पाए खान्थे अब यो दाजुकी अब अरूसँग दाजुकी कुरा गरौँ न धेरै दाजुपछि त हामीले त जवाफ दिनु पर्यो के जवाफ दिने त मैले त यस्तो दिन्छु फलानाका बाले काठमाडौँमा 4 तले घर किनिसके हाम्रा बाले भाडा तिरे खोइ फलाना कि आमा 3 ठाउँमा पहिला गइसके तपाईँ खोइ यति भनेपछि मेरो मम्मीले भिजेको बिरालो जस्तै त हो नि अब हामी बच्चाहरूले घरमा सुनिराख्ने अर्को शब्द भनेको हाम्रा पालामा केही गर्नुपर्छ हाम्रा पालामा बिहान उठ्न एकछिनकै ढिलो हाम्रा पालामा हामी 4 बजे उठेर पढ्छौँ त्यो त एसएलसीको सर्टिफिकेटहरू थाहा भइहाल्छ नि कुनै विषयमा 32 भन्दा 33 आएको है मार्क्स हाम्रा पालामा हामी भारी बोकेर स्कुल जान्थ्यौँ हामी पनि त भारी बोकेर स्कुल जान्छौँ तपाईँहरू 1 डोको घाँसको भारी बोक्नुहुन्थ्यो हामी 2 डोको किताबकै भारी बोक्छौँ अब हाम्रो देशमा पढाइ भन्नु कस्तो छ भने 10 कक्षासम्म घोक्यो त्यसपछि पासवर्डमा भिसा ठोक्यो कुकुरलाई काखमा भोक्यो आमा बुवालाई वृद्धाश्रम कोच्यो अब ट्यालेन्टकै कुरा गरौँ न हाम्रो देशमा बच्चा ट्यालेन्ट छ कि छैन भनेर कसरी थाहा पाइन्छ थाहा छ जुन बच्चाले खर्र अङ्ग्रेजी बोल्छ त्यही बच्चा ट्यालेन्ट अरे अङ्ग्रेजी बोलेरै ट्यालेन्ट हुने भन्ने हो त अमेरिकाका बेलायतका साना साना बच्चाहरू पनि त अङ्ग्रेजी बोल्छन् के ती सबै ट्यालेन्ट हुन् त ट्यालेन्ट भाषाले होइन ज्ञानले हुने हो हाम्रो भाषा हाम्रो संस्कृति प्राणभन्दा प्यारो छ धन्यवाद
still it's for real. Red hearts, that's what I'm on, yeah. Come give me something I can feel. Don't you want me like I want you, baby? Don't you need me like I need you now? Sleep tomorrow, but tonight go crazy. All you gotta do is just meet me at the नेपालमा नाचिने नृत्य मध्ये हुड्केली भनिएको हुड्केली नृत्य नेपालको सुदूरपश्चिममा बसोबास गर्ने जनजातिहरूमा प्रचलित छ। दसैँ तिहारको अवसरमा हुड्केली नृत्य गरेर यहाँको मानिसहरूले एक आपसमा खुसी साटासाट गर्छन्। हुड्केली शब्द नेपाली लोकबाजा हुड्केबाट आएको हो। प्रस्तुत गीत हिन्दूहरूको धार्मिक ग्रन्थ महाभारत र रामायणका कथामा पनि आधारित छ। यस गीतमा वीरता र विजयलाई पनि झल्काउन खोजिएको छ। आदरणीय अभिभावकज्यू, अब हुड्केली नृत्यद्वारा यहाँहरूलाई मनोरञ्जन गर्न कक्षा 7 मर्करीका विद्यार्थीहरू स्टेजमा आउँदैछन्। मन थामेर बस्नुहोस् है। धन्यवाद।
study. Are you serious? Story. Now, don't you know that our friends are waiting for us? For what? It's our performance. Come on, let's go or we'll be late. Dear parents, now the students of class 2 are going to perform only for you. Thank you. पिरती लाउँदिन साइली पिरती लाउँदिन पिरती लाउँदिन साइली पिरती लाउँदिन भेट्नै आउँदिन मलाई भेट्नै आउँदिन खोली सलाला झरेको झलाला खोली सलाला झरेको झलाला ए खोली सलाला झरेको झलाला झरेको झलाला चिटिका मागेर आइछु चिटिका मागेर चिटिका मागेर आइछु चिटिका मागेर भेटौँला मागेर तिमीलाई भेटौँला मागेर खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलाला खोली सलाला झलेको झलेको झलाला लट्ठै भए मक्खै भए सुनिसका कुरा आधा सुन्दै बढ्यो धड्कन प्यारी सुन पुरा झुकेली रातै रातैमा भुले तिम्रो बातै बातैमा झुकेली रातै रातैमा भुले तिम्रो बातै बातैमा भुले तिम्रो बातै बातैमा भर्दै लान्छ के रे पिरतीको झोली कोही मुर्छै बहुले मायालुको डोली झुलेली रातै रातैमा नभुले तिम्रो बातै बातैमा झुलेली रातै रातैमा नभुले तिम्रो बातै बातैमा नभुले तिम्रो बातै बातैमा Good morning, dear parents. Good afternoon, dear parents. My name is Mayra Biswakarma. My name is Chari Panjara. We study in class UKG. Now we are working on the stage. Dear parents, we have a fashion show. Please enjoy it. Thank you.
I study in class UKG. Namaste. My name is Ayan Pandey. I study in class UKG. My name is Ahana Ramchale. I study in class UKG. Namaste. Namaste. My name is Sinas Bandari. I study in class UKG. My name is Shansu Kesi. I study in class UKG. Namaste. My name is Krishna Tiwari. I study in class grade 1. Thank you. My name is Dania Kamat. I study in class UKG. Thank you. Namaste. Namaste. My name is Sambhav Singhal. I study in class UKG. My name is Shansi Padai. I read in class UKG. My name is Ayan Sharma Pandey. I study in class UKG. My name is Krishna Adhikari. I study in class UKG. Namaste. 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 My name is Chayuk Banjara. I study in class UKG. My name is I study in class UKG.
जीवहरू अब तयार बस्नुहोस्। हामी कक्षा 6 वर्गका विद्यार्थीहरू हजुरलाई लैजाँदैछौँ मगर समुदायका 2वटा अलग अलग भाका भएका कर्णप्रिय लोकनृत्यहरूतर्फ। तालीसहित स्वागत गरिदिनुहोस्। धन्यवाद। Good afternoon, dear parents. We are delighted to be here today together with our friends of 6th February. We are excited to present Yuku Maikota, one of the most trending songs on YouTube. This catchy rhythm and joyful melody has won hearts all across Nepal, making it a favorite performances everywhere. Please welcome as we take this vibrant hit to life on stage. Thank you. ओ केटा छोरीहरू त यहीँ आउने नाचगान ख्यालखेल गर्ने भन्थे अहिलेसम्म आएको छ होइन हामीलाई ढाँटे क्या हो साँच्चै ढाँटेको छ सायद ल अब हामी खिचडी बजाउँछौँ तपाईँहरू चाहिँ छमी नाच्नु होला ल भइहाल्छ नि। ल बेटा सुरु गरौँ Bye.
Rajamati, a tale of a beautiful girl named Rajamati, filled with love and tragedy, that has been cherished for generations in the Newar community. This song beautifully reflects the unconditional love shared between Rajamati and her beloved. Let's all dive into the eternal melody together. Thank you. राजमती वा मदीना ये वा राजमती वा मदीना ये वा मी तुझे चुंदू तुझे राजमती वा मदीना ये वा मी तुझे चुंदू तुझे झुंगू तो पाया की बाला कुली कुली चिंगू सा धनवाला झुंगू तो पाया की बाला कुली कुली चिंगू सा धनवाला बाला है कुली बाल मला पाला है कुली बाल मला कुली की तो बाला बाला मीठा बाला है मीठा बाला राजमती वा मदीना ये वा मी उसे चुंदू तो खेले